पाल्पाको रिब्दीकोट गाउँपालिकाले रिब्दीकोटको समग्र विकासको लागि सरकारवालाहरूसँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई तीव्रता दिएको छ। यसै क्रममा रिब्दीकोट गाउँपालिकाले राष्ट्रिय लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीको उपस्थिति सहित काठमाडौँमा अन्तर्क्रिया गरेको छ। पालिकाले समग्र रिब्दीकोटको विकासका लागि संघीय राजधानी काठमाडौँमा बसोबास गर्दै आएका नागरिकसँग छलफल गरेको हो। पालिकाले गरेका काम, भावी रणनीति र समृद्ध रिब्दीकोट निर्माणका लागि चरणबद्ध रूपमा छलफल र सुझाव संकलन अन्तर्गत काठमाडौँमा अन्तर्क्रिया गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो। अध्यक्ष कार्कीले 1 वोट 100 को नोट अभियान अन्तर्गत पालिकाका फलफूलको बगैँचा निर्माण योजना, अकबरे खुर्सानी र सुन्तलाबाट भएको आमदानी विवरण, अदुवा बेसार र अन्य कृषि तथा पशुजन्य व्यवसायबाट आमदानीको स्रोत बढाउने पहल पालिकाले गर्दै आएको पहलका बारेमा जानकारी दिनुभएको थियो। अध्यक्ष कार्कीले म बनाउँछु मेरो रिब्दीकोट अभियानलाई निरन्तरता दिएको, पालिकालाई आईएसओ प्रमाणीकरणका लागि पहल गरिरहेको, पालिकाको भित्री क्षेत्रमा जाने सडकमा सुधार देखिएको, विगतमा भन्दा कृषिजन्य वस्तुको निर्यात बढेको, ग्रामीण क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको, धार्मिक र पर्यटकीय स्थलको विकास निर्माण र प्रचार प्रसारको कार्य गर्दै आएको बताउनुभयो। कार्यक्रममा गाउँपालिकाले पछिल्लो 3 वर्षको अवधिमा गरेका विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतको क्षेत्रमा गरेका कामको प्रस्तुति गरेको थियो। अन्तर्क्रियामा बोल्दै राष्ट्रिय लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले पालिकाभित्र यातायात र अन्य पूर्वाधारका क्षेत्रमा राम्रो विकास भएको र अब जनताको आर्थिक र सामाजिक विकासका विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले तयार भएका पूर्वाधारका लागि सही सदुपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। अन्तर्क्रियामा विघटित प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरे, संविधान सभा सदस्य कुलप्रसाद नेपाल, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेल, नेपाल सरकारका पूर्व सचिव सूर्य प्रसाद आचार्य, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव कविन्द्र नेपाल, नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्की, रिब्दीकोट गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जोशी, जलेश्वर धाम शिवपुराण महायज्ञ 2082 मूल आयोजक समितिका अध्यक्ष बीडी माधव आचार्य लगायतले पालिकाको विकास निर्माणमा सहकार्य गर्न सकिने र सोका लागि आफ्नो ठाउँबाट सबैले पहल गर्नुपर्ने धारणा राखेका थिए। छलफलका सहभागीले पालिकाले गाउँमै आएर व्यापार व्यवसाय लगानी गर्न सक्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए। यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, कृषि उद्यम तथा अन्य क्षेत्रमा लगानी गर्ने आफूहरूको चाहना भएको र सोका लागि स्थानीय सरकारले सहकार्यको वातावरण तयार गर्नुपर्ने बताएका थिए। गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीको स्वागत, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालको सञ्चालनमा चलेको अन्तर्क्रियाको सहजीकरण रिब्दीकोट 5 निवासी प्रदीप आचार्यले गर्नुभएको थियो। पालिकाले यसअघि रूपन्देही, कपिलवस्तु र नवलपरासीमा